हामी अब सानो मान्छेलाई लिएर घरतर्फ लाग्दैछौँ। आज हाम्रो यात्रा चाहिँ बिहानै 5:30 भइसकेको छ। हाम्रो भाइ यहाँ के छ? ठिक छ ल, ठिक छ। हामी चाहिँ अहिले केराबारी मोरङबाट चाहिँ खोटाङतर्फ प्रस्थान गर्दैछौँ। अहिले चाहिँ धरानको बस पार्क हटाएपछि चाहिँ अहिलेको अवस्था चाहिँ यस्तो छ, पुरै खाली। यहाँ बस एकदमै धेरै जाम हुन्थ्यो, अहिले चाहिँ पुरै खाली छ है। धरान अब निकै सुन्दर देखिने रहेछ। यो चाहिँ माथि धरहरा होइन, घन्टाघर। हामी 0 पोइन्टतिर जाँदैछौँ। धरतीको पहिलो तीर्थधाम सप्तकोशी। यो सप्तकोशी नदी पार गर्दै गर्दा सुनसरी जिल्लालाई छोडेर हामी उदयपुरतर्फ अगाडि बढ्यौँ र उदयपुरको यो सुन्दर फाँटहरू हेर्दै हामी चौदन्दी नगरपालिका प्रवेश गऱ्यौँ र यहाँ केही बेर खाजा खाइसके पछाडि फेरि हाम्रो यात्रा सुरु हुन्छ अनि हामी केही समय पछाडि गाईघाट बजार पुग्छौँ। गाईघाट बजार पुगे पछाडि फेरि हाम्रो यात्रा कटारीतर्फ अगाडि बढ्छ। भित्री मधेसलाई जोड्दै अघि बढेको मदन भण्डारी राजमार्ग आफैमा एउटा सुन्दर यात्रा हो। दक्षिणपट्टि फैलिएको चोरे क्षेत्रको हरियो जङ्गल र उत्तरतर्फ पहाडको फेदी बीच रहेको भित्री मधेसको भूगोलले यात्रालाई अझ आकर्षक बनाएको छ। यही सुन्दर भूदृश्यको बीचबाट बनेको यो सडकले तराई र पहाडलाई जोड्दै यात्रा सहज बनाएको छ। सडकको दुवैतर्फ देखिने अग्ला सालका रुख र घना जङ्गलले यात्राको सुन्दरता झनै बढाएका छन्। पहाडका फेदीमा टाँसिएर बसेका ससाना बस्ती, हरिया खेतबारी, वरिपरि प्राकृतिक वातावरणले यस्तो अनुभूति गराउँछ मानौ हामी प्रकृतिले सजाएको सुन्दर चित्रभित्रबाट यात्रा गरिरहेका छौँ। यहाँबाट देब्रेपट्टि 20 किलोमिटर दक्षिणतर्फ मिर्चय बजार पुग्छ, जहाँ पूर्व पश्चिम हाइवे भेट्छ भने हामी अगाडि देख्दैछौँ कटारी बजार। यो देब्रे साइड चाहिँ काठमाडौँ जाने बाटो हो। यहाँबाट करिब काठमाडौँ पुग्नको लागि 220 किलोमिटरको यात्रा तय गर्नुपर्छ भने हामी सिधै कटारी बजारतर्फ अगाडि बढ्दैछौँ। यहाँबाट हामीलाई घुर्मी पुग्नको लागि करिब 48 किलोमिटरको यात्रा तय गर्नुपर्ने हुन्छ। हामी चाहिँ यतिखेर कटारी बजारबाट थोरै माथि आइसक्यौँ। यहाँ पेट्रोल पम्पमा पेट्रोल पाउँदैछ र यहाँबाट चाहिँ माथि यो बाटो चाहिँ पहाड निस्किन्छ माथि, अनि निस्किसके पछाडि चाहिँ तल फेरि कोसी झर्नु छ घुर्मी बजार। कटारी चाहिँ यता हो, हामी जाने चाहिँ यताबाट। अहिले तराईमा निकै गर्मी छ, कटारीसम्म चाहिँ निकै गर्मी सहँदै आइपुग्यौँ। तर अब हामी एकदमै चिसो ठाउँतिर उकालो बढिरहेका छौँ। अहिले उदयपुरको यो माथिल्लो भेगतिर हामी जाँदैछौँ। बाटो एकदमै कच्ची अनि भिरको बिचमा बाटो गुडिरहेको छ गाडी। ठाउँ चाहिँ एकदमै चिसो, उँधो हेर्दाखेरि रमणीय दृश्यहरू हामी मजाले देख्न सक्छौँ। यहाँ चाहिँ अब यो दुईपट्टि डाँडा छ अनि यो भन्दा माथिबाट बाटो थियो, अनि यता पनि भिर उता पनि भिर। टुप्पामा बाटो छ है, यतापट्टि भिर, डेन्जर भिर छ यतापट्टि पनि तल, अनि यतापट्टि पनि भिर छ। पहाडको बिचै बिच कुद्ने यो बाटो एकदमै डरलाग्दो भए तापनि यहाँबाट देखिने दृश्यहरू चाहिँ एकदमै सुन्दर छ। अहिले हामीले देख्दैछौँ सुनकोशी नदी। यो चाहिँ घुर्मी बजार नजिकको हो। घुर्मी बजार चाहिँ काठमाडौँ र तराईबाट जोडिने ठाउँ हो। यहाँबाट चाहिँ ओखलढुङ्गा, सोलु, खोटाङ र भोजपुर जिल्लाहरू चाहिँ प्रस्थान हुन्छ। काठमाडौँबाट आउने ठाउँ, कटारीबाट आउने ठाउँ यो। हामी चाहिँ घुर्मीको होटल खाजाहरू खानाहरू खाने। अब हामी यहाँबाट चाहिँ अब धेरै छैन, 60-65 किलोमिटर छ अर्कोले पुग्नुलाई। यो ठाउँ चाहिँ जयराम घाट हो। यो चाहिँ दुधकोशीमाथि बनाइएको पुल हो। यो चाहिँ खोटाङ र ओखलढुङ्गा जिल्लालाई जोड्दछ। 49को दिनमा गाडीको यात्राबाट कान्छा छोरा पहिलोचोटि आफ्नो घर प्रस्थान गरिरहेको अवस्था हो होइन केटा? ल घर आउँदैछ है। अर्को जेठा छोराको अवस्था चाहिँ यस्तो छ। ओ जेठा छोरा पुरै मस्त छ, गाडीमा दुवै भाइ आनन्दले सुतेर आउँछ। पछि म केटाहरूलाई ट्राभलर बनाउँछु, आनन्द छ। आमाको अवस्था यस्तो छ। अनि हामी चाहिँ अहिले कदुवाको उकालो जाँदैछौँ। शीतल भइरहेछ तराईबाट निस्केको। आनन्द छ है, आनन्द छ।
5 बजे हिँडेको केटो गजब ल्याइरहेछ है एकचोटि नरोई मस्त ढङ्ग ल्याइरहेछ गाडीमा बाटो चाहिँ यस्तो छ कच्ची पनि छ पिच पनि छ अलिअलि यस्तो अवस्था छ खोटाङको बाटो पारिपट्टि खोलढुङ्गा यो हो कदुवा हो दामी छ तर मध्य पहाडी हाइवेबाट 1 किलोमिटर दक्षिणतर्फ चाहिँ मेरो घर छ। अहिले चाहिँ घर छेउमा हामी आइपुगिसकेका छौँ। हामीलाई लिनको लागि मेरो आमा फुपूहरू आइसक्नु भएको रहेछ। घर आइपुग्यो केटो आमा ल है आइपुग्यो घर ए नानी घर आइपुगेको भर्खर फर्स्ट टाइम आएको पहिलोचोटि आएको एकैचोटि तराईमा 49 दिनको भर्खर सानो सामान झरिसक्यो ल सामान पनि आइपुग्यो सामान टन्नै भएर गाडी तल झारियो झुलोले यस्तो अवस्था छ यहाँ के हो त्यो के हो यो घर आइपुग्यो केटो है केटो घर आइपुग्यो घर आइपुग्यो कान्छा छोरा घर आइपुग्यो